भाउजूको देवरमा भान्जा त बाबुको छेवरमा भैँसी त चर्ने खर्कामा आमाको सिमाथि दोलखामा तामाङ भेषमा सजाउँदै आइपुग्यो डम्फु बजाउँदै दारको ठेकीमा अमिल मोय नामदुत गाउँको झिल्केमाय डम्फुको खैरान गीत गाउने होला कि नहोला यो ठाउँमा भान्जाको हानी पर्ने कोही भान्जाको हानी भए कहिले रूप राम्रो खानपिन भन्दा नि पोटिलो गाला सुहाउने ज्यान यतै पुगायो यो मेरो ध्यान पारेर गर्छु मन खुल्ला लासो सम्धिनी फ्याफुल्ला मन लाग्यो बोल्न दिल खोली राम्रो तिम्रो त्यो बोली ए भाइ सम्धिनी आउ बस खाम त लाग्यो घमाइलो आज त गरौँ रमाइलो मुस्कान दिँदै
अप्सरा भन्दा नि बिस्कुन सुकाइ नाङ्लोमा बाँधौ कि मायाको साङ्लोमा जलमाया गाँस्ने हित भो यो ज्यान देखेर फिदा भो हिउँद त महिना सुकेको घाँस सायद जुर्छ कि होइ कान्छी मनमा जाग्यो ठुलो कपाल काट्ने कि मावाले कि है अनि यो चाहिँ हाम्रो समुदायमा प्रचलनमा छ हाम्रो संस्कारमा बसेको नियम हो कि यो अनि यो नगरेसम्म फेरि वैवाहिक जीवन चाहिँ फेरि वर्षगाँठ गर्न चाहिँ अलिक मिल्दैन कि फेरि हाम्रो पहिला पहिलाको पुर्खाहरूको हेऱ्यो भने यो नगरेसम्म बिहे गर्न मिल्दैन नि अनि पहिला चाहिँ अनि के गर्थ्यो भने चाहिँ अनि मामाले चाहिँ आएर अनि म यसरी नै कार्यक्रम स्थापना गरेर मामाले आएर कपाल काट्ने है अनि मलाई जहाँसम्म लाग्छ अलिअलि केही कुरा त सिकाउँछ होला मामाले नि है त्यसले त गान्बा ताम्बा भन्ने हुन्थ्यो नि उहाँले हल्का कुरा नि सिकाउनुहुन्छ कि अनि त्यसरी गर्ने एउटा प्रचलनमा थियो अनि अहिले चाहिँ हामीले चाहिँ फेरि यो छोर गर्दाखेरि अब हामी तामाङ भएको नाताले बुद्धिस्ट भएको नाताले हामी बुद्धिस्ट संस्कारले नि जानुपर्छ है त्यसलाई नै फलो गर्नुपर्छ भन्ने हिसाबले चाहिँ अहिले चाहिँ अनि यस्तो कार्यहरूमा चाहिँ लामा गुरुहरू लगाउने प्रचलनमा नै प्रशस्त छन् कि अहिले अनि लामा गुरुहरू लगाएर लामा गुरुहरूले कपाल काट्ने चलन छ आजकल चाहिँ अब अनि त्यसपछि बल्ल मावलीहरूले काट्ने चलन छन् है पहिला चाहिँ अब लामा गुरुले काट्थेन सिधै मामाले मात्रै काट्नुहुन्थ्यो है अब प्रायः त म्याक्सिमम तपाईँहरू त मावलीले मात्रै काट्नु भएको होला है लामाले छैन अनि अहिले लामा ल्याउने कारण चाहिँ के हो त भन्दाखेरि चाहिँ विशेष गरी चाहिँ हामी चाहिँ बुद्धिस्ट हो कि हामी चाहिँ बुद्धको चाहिँ अनुयायी बुद्धको चेला बुद्धको शिक्षालाई चाहिँ पालना गर्ने व्यक्ति समाजभित्र पर्ने हामी एकजना हो कि त्यसले गर्दाखेरि चाहिँ अनि अहिले चाहिँ हामी चाहिँ के हुन्छ त भने चाहिँ हामी चाहिँ यत्तिकै गर्दाखेरि मावलीले गर्दाखेरि चाहिँ हामी चाहिँ बुद्ध धर्ममा चाहिँ प्रवेश चाहिँ गरेको पाइँदैनन् कि मेन चाहिँ कि अनि बुद्ध धर्ममा प्रवेश गरेको नपाएको कारणले गर्दाखेरि चाहिँ यो समय भनेको चाहिँ कपाल चढाएपछि हामी बुद्ध धर्ममा छिर्ने एउटा माध्यम हो कि अब जस्तै हिन्दू समुदायमा भने हिन्दू धर्ममा चाहिँ जबसम्म ब्राह्मणले चाहिँ यो जनै बाँध्दैन नि तबसम्म ब्रह्माण्ड हुँदैन त्यो हुनाले के गर्नु पर्यो उसले हनुमान चालिसको मन्त्र चाहिँ कण्ठस्थ गर्नुपर्छ त्यो सबै जानेर अनि त्यहाँ पुरेत हुन्छ कि उनीहरूको त पुरेत बाजेलाई सुनाउनुपर्छ अनि सुनाइसकेपछि बल्ल पुरेत बाजेले उसलाई स्नान गराएर होइन त्यहाँबाट उनीहरूको विधिगत रूपमा सबै गरेर चाहिँ बल्ल चाहिँ जनै अन्तिममा जनै लाग्छ ल आजदेखि चाहिँ तिमी चाहिँ ब्राह्मण भयो भनेर चाहिँ अनि गरिसकेपछि बल्ल ऊ ब्राह्मण हुने कि अन्यथा हुँदैन नि उनीहरूको जनै लगाएको छैन भने हुँदैन हाम्रो पनि त्यही अनुरूपले हो कि यो हामी बुद्धिस्ट भइसके पश्चात अहिले हामीले चाहिँ घरमा पूजापाठ गर्ने लामा गुरुहरू बोलाउने इत्यादि गर्छ नि हामीले बुद्धको प्रतिमा राखेर पूजापाठ यतिले मात्र बुद्धिस्ट हुँदैन नि हामी त यो चाहिँ सिर्फ एउटा राम्रो कर्म चाहिँ सञ्चय गर्ने एउटा माध्यम मात्र हो जसले चाहिँ हामीलाई अहिले यो संसारिकमा चाहिँ सुख शान्ति समृद्धि दिनलाई एकदम कठिनाइ भएको छ नि पाउनलाई यसबाट त्यो हटोस् त्यो जुन चिजले चाहिँ हामीलाई
त्यो चिज पाउनको लागि चाहिँ रोकथाम गरेर त्यो चिज हटाउनको लागि एउटा ठुलो उपाय सरल उपाय चाहिँ यो हो कि घरमा बत्ती बाल्ने साङ बाल्ने धुप बाल्ने पानी चढाउने है यो चाहिँ उपाय मात्र हो। यति मात्र गरेर हामी बुद्धिस्ट हुँदैन कि अब बुद्धिस्ट हुनको लागि त के भने छेवर गर्नुपर्छ। अनि छेवर गर्दाखेरि चाहिँ हामी चाहिँ अब अन्य जस्तो हुन्छ के हुने अन्यमा चाहिँ अब मानव कपाल गर्ने यतिमा सीमित हुन्छ नि त यतिले मात्रै सीमित हुँदैन कि हामी बुद्ध धर्ममा चाहिँ प्रवेश गर्नुपर्छ। यसका आफ्नो नीति नियमहरू छ क्या त्यो गरिसके पश्चात मात्र चाहिँ अनि हामी बुद्धिस्ट हुने कि आजदेखि तिमी चाहिँ बुद्ध धर्ममा प्रवेश गर्यौ बुद्ध धर्ममा प्रवेश गरिसके पश्चात बुद्धलाई यसरी मान्नुपर्छ धर्मलाई यसरी हाम्रो धर्म संस्कारलाई यसरी मान्नुपर्छ हाम्रो सङ्घलाई यसरी मान्नुपर्छ भनेर चाहिँ उसलाई चाहिँ आज सिकाउने क्या। अनि त्यो सँगसँगै अनि बुद्धको पञ्चशील पालना गर्न लगाउने जुन चाहिँ हामी सबै गृहस्थी जीवनले चाहिँ पालना गर्नुपर्छ कि त्यो पालना गऱ्यो भने चाहिँ बल्ल यो संसारी सुख शान्ति समृद्धि चाहिँ पाउने हो कि। अनि त्यसैको लागि चाहिँ यो टाप्चे भन्ने गर्नुपर्छ कि। अनि त्यही भएर लामा गुरुले फर्स्टमा टुबे काट्ने कारण चाहिँ यो है लामा गुरुले टुबे काट्ने चाहिँ बुद्ध धर्म र सङ्घमा प्रवेश गराउनुको लागि हो कि। अनि त्यस पश्चात चाहिँ बल्ल अनि लामाले टुबी काटिसकेपछि अनि बल्ल तपाईँहरूले काट्ने हो कि माओवालीले सकभर काट्नुपर्छ भन्ने त छैन धर्म तर हाम्रो संस्कारमा त छ नि फेरि हाम्रो तामाङको संस्कारमा त छ नि मामाले काट्ने तर अनि मामाले विधिगत रूपमा चाहिँ मामाले नै काटिदिने हल्का थोरै काटिदिने हो कि मामाहरू सबैले कि। अनि त्यही भएर अब यसको तयारी हुँदैछ होइन। अनि फेरि यसको यो कपडाहरूको पूजापाठ सबै भयो अब भरे फेरि फेटा सेटा लगाइदिनु पऱ्यो अब फेटाहरू ल्याउनु भएर चाहिँ होइन त्यो त फेरि पछि कुरा कि। अब अहिले चाहिँ यो टाप्चे भने चाहिँ अब छोटो कुरामा पनि जुनै पनि धर्ममा प्रवेश गर्दा चाहिँ शरणगमन गर्नुपर्छ भन्ने कुरा के बुद्धिस्ट होस् हिन्दू होस् क्रिस्चियन होस् मुस्लिम होस् जुनै पनि यो संसारभर जति पनि धर्म छ त्यसमा प्रवेश गर्दाखेरि फर्स्टमा शरणगमन गर्नै पर्छ। शरणगमन गरेन भने अनि त्यो धर्मको व्यक्ति हो भनेर चिनिँदैन पहिचान हुँदैन कि जब शरणगमन गर्छ तब मात्र पहिचान हुने। अनि त्यो नै गरेन भने त काम छैन। शरणगमन भनेको एउटा ठुलो घरको चाहिँ मेन द्वार हो कि त्यो मेन त्यो घर ठुलो घरभित्र प्रवेश गर्न त द्वार चाहियो नि ढोका चाहियो नि त्यो ढोकै छैन भने त कहाँबाट छिर्ने है ढोका चाहियो नि। अब झ्यालहरू लगाएको हुन्छ अहिले त झन् त्यो के अरे के लगाइदिन्छ अनि त्यहाँबाट छिर्ने ठाउँमै छैन। पहिला काठको भयो छिर्ने ठाउँ हुन्थ्यो अहिले त त्यो झ्याल खोले नै अब भित्र छिर्नु पाउँदैन गाह्रो छ नि। त्यो जस्तै अब हामी बुद्धिस्ट भएपछि बुद्ध धर्ममा अब आस्था राखिसके पश्चात चाहिँ बुद्धको पूजापाठ मात्र गरेर चाहिँ हामी बुद्धिस्ट हुँदैन भन्नु खोजेको कि। त्यसरी शरणगमन गर्नुपर्छ। शरणगमन गरिसकेपछि अब फलो गर्ने फेरि अब तपाईँहरूलाई परेन उसले चाहिँ फलो गर्नुपर्छ कि नीति नियमहरू। त्यो कुरा चाहिँ अब अहिले यहाँ भन्दै गर्दा आउँछ है किताबमै लेखेको छ यो पालन गर्नुपर्छ यो गर्नुपर्छ यो गर्नु हुँदैन भन्ने कुराहरू आउँछ। त्यो गरेको धेरै फाइदाहरू छ कि। र शरणगमन गऱ्यो भने के हुन्छ भने उहिले एउटा भोटमा चाहिँ चोर रहेछ अरे कि चोरेर हिँड्दो रहेछ अरे एक दिन त्यहाँको समाजले समातेछ अरे। अब भोटमा त सबै बुद्धिस्ट धर्म मान्नेहरू अनि त्यो चोरलाई त अब पिट्ने कुरा भएन है अब मार्ने कुरा भएन त्यसलाई दुःख दिने कुरा भएन बुद्धिस्ट धर्म मानेको मान्छेले अनि के गर्ने भनेर समाजको मान्छेहरू बसेर छलफल गरेछ अरे कि। अनि छलफल गर्ने क्रममा चाहिँ अनि अब यसलाई के भन्छ सजाय दिने गुम्बाभित्र लाने अनि यसलाई एउटा सानो लाउराले चाहिँ पिट्ने अनि बुद्धम शरणम गच्छामि धर्मम शरणम गच्छामि सङ्गम शरणम गच्छामि भन्न लाउने ढोक्न लाउने यसलाई सजाय नै यो भनेको चाहिँ के। अनि एकजना घरको मान्छेले आएर यस्तो फिलामा के एक लाउरो फ्याट्ट हान्ने फेरि बेस्कान हान्ने नि बिस्तारै अब त्यत्रो समयले हान्दा त बेस्कान दुखेको छैन पैसामा त त्यसरी हान्दा ढोक्न लागेको थियो। अनि बेलुका अब दुख्छ नि त है त्यो दुखेपछि चाहिँ त्यो समाजले हान्दाखेरि त बिचरा हामी एकजनाले हान्दा त दुख्छ त्यो समाजले हान्दा झन् के भइहाल्यो बिचरा। अनि बेलुका त्यो सुत्ने चाहिँ यो पार्टी पावातिर सुत्दो रहेछ अरे कि। अब त्यो अनि पार्टी पावा सुत्ने बेलामा चाहिँ रातिको समय चाहिँ भूत प्रेत यो नराम्रो यो नेगेटिभ इनर्जी आउने चिजहरू छ नि यस्तो चिजहरू चाहिँ आउने बेलामा चाहिँ अनि उसले चाहिँ त्यो निन्द्रामा नै अब बोलेको कि। अनि उसले चाहिँ अब लामालाई क्या सुन्छ छेउलाई क्या सुन्छ घेदुनलाई क्या सुन्छ भनेर चाहिँ उसले त्यो दुखेको तालमा भन्दो रहेछ अरे कि। भनेपछि त्यो आउने अब त्यो नराम्रो चिजहरू आउँदाखेरि चाहिँ ओहो त्यहाँ त बुद्धको शरणमा गएको मान्छे रहेछ त्यो बाटो जानु हुँदैन त्यो बाटो त हामीलाई नै हानि नोक्सान हुन्छ भनेर चाहिँ त्यागेर चाहिँ ऊ चाहिँ अनि त्यो बाटो छोडेर अर्को बाटोबाट गएको भन्ने कथाहरू छ कि। त्यो चाहिँ एकदम
छोटो भने है फेरि यसको वृद्धि त एकदम लामो छ अनि त्यसरी गाएको कथाहरू छ कि अनि त्यो हामी शरणमा गयो भने शान्तिनो चिजहरू हामीले हानिकारक गर्न सक्दैन भन्नु खोजेको कि अनि त्यो सँगसँगै पछि फेरि हामी मृत्यु हुँदाखेरि मृत्युको समयमा पनि शरण गमन गरेको र नगरेकोमा धेरै फरक हुन्छ शरण गमन गरेको मान्छेलाई धेरै फाइदाजनक हुन्छ त्यतिखेर चाहिँ अब नगरेको त अलिक कठिनै हुन्छ त्यही भएर गर्नुपर्छ हामी बुद्धिस्ट हो बुद्धिस्ट भइसकेपछि बुद्धको धर्म के हो बुद्धको संस्कार के हो भन्ने कुरा थाहा हुनुपर्छ र बुद्धको नीति नियम चाहिँ फलो गर्नुपर्छ भन्नु खोजेको कि अब जुन चाहिँ आज चाहिँ अब हाम्रो यहाँ भाइले गर्दैछ नि अब यो गरिसकेपछि उसले फलो गर्ने अब फेरि भान्जाले मात्र गर्ने हामीले त पर्दैन भन्नु हुँदैन फेरि तपाईँहरूले पनि गर्नुपर्छ नि फलो त हामी आफ्नै लाग्यो नि त्यही भएर अब यसको मेला आयो अनि मेला आउँदाखेरि चाहिँ अनि अब के अरे लामाहरू लाउने मुख्य कारण चाहिँ यस्तो छरमा कारण चाहिँ त्यो है अब बुद्ध धर्ममा चाहिँ प्रवेश गराउनु लाग्यो हो भनेर बुझ्नुपर्छ है अब अनि घेङ्गेन दोम्बा झिम्बे लेदा कोन्जो सुम्ला क्याप्सु ढोसिङ भने अब अनि त्यो सँगसँगै चाहिँ पञ्चशील पालना गरेर अनि त्रिरत्नको नीति नियम पालना गरेर जान्छु भनेको कि यो शब्द चाहिँ घेदोला दाडो गे दे सुम्बे छिर दे जेसो दन दे जो अनि त्यसपछि सङ्घको पनि अनि सङ्घभित्र भएको इष्टमित्र सबै साथीभाइलाई चाहिँ अनि सबैलाई चाहिँ अनि म शरण गर्छु भनेको है तुम्बा गोसो दामी से दामी तिम्रो नाम आफू भन ल तिमी अलि ठुल्ठुले भन्नु यहाँ उहाँहरू त खास त त्यो अब बुद्ध धर्ममा प्रवेश गऱ्यो भने तिम्रो त उहाँहरू त के हो नि खास के भन्छ अरे यो के बसेको हो कि पर्दो क्याप्सु झिम्बे गेङ्गिन दु सुम्बा सुङदु सोल यो भनेको चाहिँ के भने म आशिष तामाङले चाहिँ आजको अब आज छर गरी उपरान्त चाहिँ अनि बुद्धको शरण गर्छु धर्मको शरण गर्छु र सङ्घको शरण गर्छु भनेर चाहिँ अब यो चाहिँ त्रिरत्नप्रति चाहिँ तिमीले चाहिँ अनि शरण गरेको कि अब हामीले साधारण भाषामा बुझ्दाखेरि चाहिँ कसम खाएको अब बुद्धको शरण गर्छु भनेपछि अब के गर्नु पर्यो त भनेपछि अब तिमीले बुद्धको शरण गर्छौ भनेपछि आजको उपरान्त चाहिँ बुद्धको प्रतिमा कतै देखेको छ भने अनि यो चाहिँ राम्रो यो नराम्रो भनेर छुटाउनु मिल्दैन जस्तो सुकै आँखा त्यो बुद्धको प्रतिमामा आँखा फुटेको भयो नि ढोक्नुपर्छ है हात यस्तो गरेको भयो भने ढोक्नुपर्छ यस्तो हेर्दाखेरि हाँस्नु हुँदैन बुद्धको प्रतिमालाई अब त्यो उपरान्त छ अनि सम्मान गर्ने सानो टालो देखे पनि अनि बुद्धको त्यो यस्तो मन्त्रहरू भुइँतिर झरेको छ अनि टिपेर चोको ठाउँमा राख्ने है तिनीहरू त्यो गर्नुपर्छ तिम्रो नाम तिम्रो नाम नेगी नेगी अब टेस्ट कति गरौँ नेगी लोमर घिउरिसिङ नेग्याङ लोपेन गोङ्सु सोल शेर गोपा हिम्बे दी जे लोपेन गोङ्सु सोल दागमिङ आशिष तामाङ देशी गिबे दे दिने जुङदे जिसी छोरवे बादो काङ्गी नाम्गी छोक साङ्गेला क्याप्सु छि दोछाक्ताङ डालवे नाम्गी छोक छोयला क्याप्सु छि छोक नाम्गी छोक गेदुङला क्याप्सु छि दाग
झिसी छोरवे बर्दो क्याप्सु जिम्बे गेङिन्दो लोपेन जुङदु सोल अब यो भने के भने चाहिँ अब आजको उपरान्तदेखि चाहिँ अघि भनेको कुराहरू नै हो अब यो चाहिँ फेरि दोहोऱ्याएर भनेको अब उपरान्त चाहिँ बुद्ध धर्म र सङ्घको सर्वनाका चाहिँ बुद्धको प्रतिमालाई सबैलाई मान सम्मान गर्छु बुद्धको वस्त्रलाई मान सम्मान गर्छु शास्त्रलाई मान सम्मान गर्छु र त्यो सँगसँगै चाहिँ अनि घेङ्गिन भने चाहिँ अनि सिल पनि पालना गर्छु भनेको यो सँगसँगै अब यो घेङ्गिन भने सिल चाहिँ अब पञ्चशील अब यो घेङ्गिन त पर्दैन तर हामी जस्तो सर्वसाधारणले पञ्चशील चाहिँ पालन गर्छ अब पञ्चशील के पालन गर्नु पर्यो त भने चाहिँ आजदेखि चाहिँ पशु प्राणीको चाहिँ हत्या गर्नु भएन तिमीले समातेर टक्कै काट्नु भएन है अनि त्यहाँबाट कतै काटेको ठाउँदेखि चाहिँ नि हाँस्नु भएन हामी बुद्ध धर्म प्रवेश गरेपछि त्यो मिल्दैन झुटो कुरो बोल्नु भएन है अनि तेस्रोमा चाहिँ के अरे त्यो त प्राणी हत्यामा पर्छ अनि त्यसपछि जाँड रक्सी मदिरापान सेवन गर्नु हुँदैन चुरोट बिँडी खाने है व्यभिचार गर्नु हुँदैन है अनि चोर्नु हुँदैन यति चाहिँ आफूले के गर्नुपर्छ यो 5वटा सिल चाहिँ आजदेखि उपरान्त चाहिँ तिमीले चाहिँ अब अरूहरू त म फलानु मैले यस्तो गरेको छु भनेको छैन है तिमी आफूले मात्रै भनेको छ अनि त्यसले गर्दा तिमीले चाहिँ आजदेखि किन प्राणी हत्या गर्नु भएन चोरी गर्नु भएन अनि झुटा बोल्नु भएन व्यभिचार गर्नु भएन अनि जाँड रक्सी चुरोट खैनी सेवन अब गर्नु भएन त्यो कुराहरू चाहिँ वञ्चित हुनुपर्छ है अब त्यसको लागि चाहिँ अब म छिर्छु भनेको अब यसको फेरि यो बारेपछि यसको प्रफिट पनि धेरै आउँछ नि फेरि आफूले याद गर्दै जानु प्रफिट पनि ज्यादा आउँछ अब यसको चाहिँ अब शहरमा म जान्छु भने अब यसको लागि चाहिँ मैले अब जाने हो भनेर भन्छ होइन यहाँ फेरि नेपालीबाट भन्दैन नि फेरि टिबिटन फेरि तिमी चाहिँ हजुर म जान्छु भन्नु खोजेको अब त्यसको लागि चाहिँ मैले थप हिँड्नु भन्छ मैले थप हिँड्नु भन्छ अब तिमी जानु लागि राजी छ कि छैन अब यो पञ्चशील पालना गर्नलाई बुद्ध धर्म सङ्घमा प्रवेश गर्नलाई राजी छ कि छैन भनेर भन्छ अब तिम्रो इच्छा छ भने जान्छु भन्नु पऱ्यो है छैन भने जाँदिन भन्नु पऱ्यो अब हाम्रो क्षेत्रीय बाहुनको भन्दा भाग्छ नि फेरि भन्छ यही बेला हो खास उनीहरूको नि यस्तो कसम खुवाउँछ अनि यो कसम खुवाउँदाखेरि चाहिँ के गर्छ त भने भान्जा चाहिँ भाग्छ क्या अब उनीहरूको त्यो रमाइलोको लागि पनि हो क्या अनि भाग्छ मामाले खोजेर बाँधेर डोरीले बाँधेर राख्छ नि है त्यो अब यो पालना गर्ने कि नगर्ने नगर्ने भने चाहिँ घाँस खुवाउने भने नि त्यो डोरी घाँटीमा बाँधेर क्या त्यो मान्छे हो भने त पालना गर्छु भन्छ नि त हो त्यो पालना नगर्ने भन्जेलसम्म चाहिँ त्यो घाँस खुवाउने क्या भान्जालाई उनीहरूको नीति नै त्यो चाहिँ अब हाम्रो चाहिँ परेन नि है अनि त्यसले गर्दाखेरि अब मैले अनि जाने कि नजाने भन्छ होइन लामाबाट तिमीले जाने भने चाहिँ जाने हो भन्नुपर्छ ल नेपाली होइन लेख्छौ भन्नुपर्छ तिमीले लेख्छौ भने चाहिँ जाने अब म एकदम सहमति छु म भित्री अन्तरात्मादेखि नै प्रवेश गर्छु भनेको अब अघि मैले भने हजुर लेख्छौ भनेको चाहिँ जाने अनि भित्री मनबाट भन्नुपर्छ एकदम भित्रको थबिनो थबिनो हो ल अब चाहिँ बल्ल तिमी से हो से गेला गेङ्गी यो दोम्बा क्याउइम्बे सङ्गेला क्याउसो सोने झिक्देम भेला ल छासाल मिक छेला क्याउसो सोने सेम्जे ल नजे चाहिँ घेदो न क्याउसो छ नि डो मुदे चाहिँ ल सुन्दो मेजे अब यहाँ के भनेछ भने साङ्गेला क्याउसो सोने झिक्देम भे ल छासा जिदेला छासा मिछाल भने चाहिँ अब बुद्धको शरणमा गइसकेपछि संसारी भोग खाने देवी देवतालाई ढोकर्नु मिल्दैन भनेर अब यो सूत्र अनुसार बुद्धको है अब त्यहाँ मन्दिर फेरि मन्दिर जानु हुँदैन भन्नुहुन्छ मन्दिर जानु मिल्छ तर त्यहाँ गएर यसरी ढोक्नु चाहिँ मिल्दैन भन्नुहुन्छ त्यो भित्र मन्दिरभित्र प्रवेश गरेर देवतालाई ढोक्नु मिल्दैन भन्नु छोला क्या सोने सेम्जेला नोजिममा अब धर्मको शरण गरिसकेपछि प्राणीहरूलाई चाहिँ हिंसा गर्नु हुँदैन भन्नु खोजेको उनीहरूलाई चाहिँ बाधा पुग्ने कार्य चाहिँ गर्नु हुँदैन अब त्यो कुरा तिमीले सम्झिनुपर्छ घेदुङलाई क्या सोने डोम मुदे चेन्दा सेन्जो मिचा अब तिमीले सङ्घको शरणमा गरिसके पश्चात चाहिँ अनि तैथिकहरूको चाहिँ सङ्गत गर्नु हुँदैन भन्नुहुन्छ तैथिक भनेको चाहिँ धर्ममा नमान्ने धर्मलाई यो बेकार हो यहाँ हो भन्ने मान्छेहरू हुन्छ नि त्यस्तो सङ्गत गर्नु हुँदैन भन्नुहुन्छ अब आजदेखि त्यो तिमीले फलो गर्नुपर्छ है लु अब ल अब यहाँ धेरै गाह्रो छ फेरि आजकल मान्छे कपाल राम्रो हुन्छ है थप हिँड्नु भन्छ तिमीले लेख्छौ भन्नु ल त्यस्तो गर्नुपर्छ
अभिनो ल आसँग रहनु न तिमी उतै बसेन
छेन गनबोरी या लासो लासो फ्याफुल्ला मारसेला सक्छेन गनबोरी वन्नमी नरबो जाजागा बोम्बो कोसै लैचामा नन्नमी नरबो जाजागा बोम्बो कोसै लैचामा लामा कोसै चिचामा ज्ञानग गम्बरी निसीमा लामा कोसै चिचामा ज्ञानग गम्बरी निसीमा आश्याङ कुदा शोषिमा नरबुला ग्रह डलकोरो नरबुला ग्रह डलकोरो आश्याङ कुदा शोषिमा नरबुला ग्रह डलकोरो नरबुला ग्रह डलकोरो है लासो Marcela Sokchen Gonabori Akabain Ngakala Marcela Sokchen Gonabori Akabain Ngakala Wannama Chewara Lavari Wannama Graha Pangabari Wannama Chewara Labari Wannama Graha Pangabari Harima Gangrim Pepsinam Charima Vyanda Siudhanago Harima Tangarima Pepsinam Charima Vyanda Siudhanago Yulla Ganmada Siudhanago Yulla Jota Siudhanago Yulla Ganabada Siudhanago Yulla Johoda Siudhanago Sharlama Chori Epsinam Amba Singita Siudhanago Amba Singita Siudhanago Sharlama Chori Epsinam Amba Singita Siudhanago Amba Singita Siudhanago Lasso गङको थासी फेवशोजिम शोङको थासी फेवशोजिम गङको थासी फेवशोजिम शोङको थासी फेवशोजिम सेलगेङ ख्राङबा जङ्गारी ngabu ringla ख्राङगारी सेलगेङ ख्राङबा जङ्गारी ngabu ringla ख्राङगारी मलमा युङदा फ्याफुल्जी आश्याङ कुदा डेन पुल्जी मलमा युङदा फ्याफुल्जी आश्याङ कुदा डेन पुल्जी नरबुला ग्रह डलबारी नरबुला ग्रह फाङबारी नरबुला ग्रह डलबारी नरबुला ग्रह फाङबारी तम्बा सिंगिला काग्यामसे मलमा युङला छाग्यामसे मलमा युङला छाग्यामसे तम्बा सिंगिला काग्यामसे मलमा युङला छाग्यामसे मलमा युङला छाग्यामसे हे लासो Akem me se phalabari Wannama Graha Dalavari Akhemu Meme Se Phalbari Wannama Graha Dalbari Sharlama Chori Maini Mam Bande Khaiba Se Sengwala Sirlama Chori Maini Ma Bande Khaiba Se Singwala Marlama Sura Bamula Muilama Kaichi Bamula Marlami Chura Bamula Muilami Kaichi Bamula Ngannama Yanak Gonabori Densima Thanaba Lamula Nannami Yanak Gonabori Densimi Thanaba Lamula Wannama Chewar Lavari Asyang Adiksi Kamula
nama cewar labari asyang diksi kamula asyang diksi kamula lasso Ngalami kunna grahami labalung se tor bhor gai ngalami kunna grahami labalung se tor bhor gai sangmai gandi se mar bhor gai chela bumbari che sal gai sangmai gandi se mar bhor gai chela bumbari che sal gai blala bumbari blasal gai Konjo somla jilla base lala bumbari bhasa lagai konjo somla jilla base nga asyangla mola mase semse manaba dondo bogai nga asyangla mola mase semse manaba dondo bogai yela bala na than gai tan gai na sangla nye tan gai yela bala na tan gai na sangla nye tan gai na sangla nye tan gai lasso
भोरी कोन्नामा गाहा फाङबारी राङ्गेला सक्छेन गोनबोरी कोन्नामा गाहा फाङबारी कोन्नामा छेवार सेङबारी ngani masyang chapti kasi कोन्नामा छेवार सेङबारी ngani masyang chapti kasi kyana ka kono bose khamula torboy wiri disimam kyana ka kono bose khamula torboy wiri disimam mara blue pamula ngannam konda pulbari mara blue pamula ngannam konda pulbari gyagara denri nisima कमरेमा पटुकी कसेर मुसु मुसु हाँसेकी बसेर कमरेमा पटुकी कसेर मुसु मुसु हाँसेकी बसेर रुकुमै कोटा रुकुमै कोटा रुकुमै कोटा रुकुमै कोटा रुकुमै कोटा आँखा नि राम्रै हो मन पर्यो नि ओठा ए आँखा नि राम्रै हो मन पर्यो नि ओठा तिम्रो पानी का छडा सेतै छ मन छ कता आँखा त यतै छ तिम्रो पानी का छडा सेतै छ मन छ कता आँखा त यतै छ रुकुमै कोटा रुकुमै कोटा रुकुमै कोटा रुकुमै कोटा रुकुमै कोटा राम्ररी हेर्न छैन केमा खोटा हे राम्ररी हेर्न छैन केमा खोटा कति गरौँ तिम्रोमा बयान गर्दै अब बेलैमा कल्याण कति गर्छौ बयान मुखले आँट गरेर राख्नलाई सुखले कति गरौँ तिम्रोमा बयान गर्दै अब बेलैमा कल्याण कति गर्छौ बयान मुखले आँट गरेर राख्नलाई सुखले रुकुमै कोटा रुकुमै कोटा रुकुमै कोटा रुकुमै कोटा राम्ररी हेर्न छैन केमा खोटा हे राम्ररी हेर्न छैन केमा खोटा मनको कुरा अझै नै खोलिदेऊ लाज लागे आँखैले बोलिदेऊ मनको कुरा पढ्न आँखमा पोखे मैले गीतैको भाकैमा मनको कुरा अझै नै खोलिदेऊ लाज लागे आँखैले बोलिदेऊ मनको कुरा पढ्न आँखमा पोखे मैले गीतैको भाकैमा रुकुमै कोटा रुकुमै कोटा रुकुमै कोटा
मनैभरि खलबली मच्चा छ गोर्खे खुकुरी झुटो होइन पिराती साचा छ मनैभरि खलबली मच्चा छ गोर्खे खुकुरी लाउरे कम्मरमा मन जित्यो मायाले पहिल्यै नम्बरमा गोर्खे खुकुरी लाउरे कम्मरमा मन जित्यो मायाले पहिल्यै नम्बरमा मन जित्यो मायाले पहिल्यै नम्बरमा लाउरे दाइले सलामै ठोकेर सिट्ठी मार्यो चोर औँला टोकेर गोर्खे खुकुरी लाउरे दाइले सलामै ठोकेर सिट्ठी मार्यो चोर औँला टोकेर गोर्खे खुकुरी लाउरे कम्मरमा मन जित्यो मायाले पहिल्यै नम्बरमा गोर्खे खुकुरी लाउरे कम्मरमा मन जित्यो मायाले पहिल्यै नम्बरमा मन जित्यो मायाले पहिल्यै नम्बरमा जादु हान्यो गुर्सेनी छोरीले बाँधिहाल्यो मायाको डोरीले गोर्खे खुकुरी जादु हान्यो गुर्सेनी छोरीले बाँधिहाल्यो मायाको डोरीले गोर्खे खुकुरी लाउरे कम्मरमा मन जित्यो मायाले पहिल्यै नम्बरमा गोर्खे खुकुरी लाउरे कम्मरमा मन जित्यो मायाले पहिल्यै नम्बरमा मन जित्यो मायाले पहिल्यै नम्बरमा मासैको दाल जिम्मुले जानेको सिपालुले सबै ठोक जानेको गोर्खे खुकुरी मासैको दाल जिम्मुले जानेको सिपालुले सबै ठोक जानेको गोर्खे खुकुरी लाउरे कम्मरमा मन जित्यो मायाले पहिल्यै नम्बरमा गोर्खे खुकुरी लाउरे कम्मरमा मन जित्यो मायाले पहिल्यै नम्बरमा मन जित्यो मायाले पहिल्यै नम्बरमा कि जुनले झुल्की नै डराउने रूपै राम्रो अप्सरा हराउने गोर्खे खुकुरी हो कि जुनले झुल्की नै डराउने रूपै राम्रो अप्सरा हराउने गोर्खे खुकुरी लाउरे कम्मरमा मन जित्यो मायाले पहिल्यै नम्बरमा गोर्खे खुकुरी लाउरे कम्मरमा मन जित्यो मायाले पहिल्यै नम्बरमा मन जित्यो मायाले पहिल्यै नम्बरमा हृदयमा राम्ररी देखेर आएको जिउ जान रहेछ सरलकै परेको चिन जान गाह्रो हुन्न रहे पहिचान के थाहा हाम्रो मिल्छ गिरेको ठ्यान हृदयमा राम्ररी देखेर आएको
जान रहेछ सर्लकै परेको चिन जान गाह्रो हुन्न रहे मैले च्यान के थाहा हाम्रो मिल्छ कि रङको ठ्याङ ख्याल गर्नु बेलैमा ख्याल गर्नु बेलैमा भोलि त के हुने थाहा छैन कर्मको खेलैमा भोलि त के हुने थाहा छैन कर्मको खेलैमा च्याङ्गो मर्दाको नदिनु अन्तर ध्यान अब मैच्याङले सहारा बनिदिन्छु मर्दा र पर्दाको कहाँ पर्यो हारा झन्मै छ चिन जान गाह्रो कुटुम्ब हो भने झन्मै छ बिराती लगाउँ कि सिलोमा भाका मिलाउने आज त दोहोरी गाउने हो हामी त सैलुङ्गे च्याम्बा हो मन मिली बिराती लाउने हो दोला काटेर मेरो त खर्चै मेरो अधिकारी मैच्याङले हुन्छ भनेदेखि लगाइदेऊला माया बिराती मैच्याङले हुन्छ भनेदेखि लगाइदेऊला माया बिराती भेटे भयो बाटैमा सुन्दरी तामाङनी हाम्रो त फेदाको खेतैमा 300 मुरी धान पर्छ म छोरो अर्कै थर भए मलाई त तामाङनी मन पर्छ समुदायको भए नि सरसङ्गत चाहिँ तामाङको मन मिले बिराती लगाइदिउँ कि के छ नि विचार मैच्याङको मन मिले बिराती लगाइदिउँ कि के छ नि विचार मैच्याङको Jangan
सामज हामीले सुधार्नु पर्नेछ हाम्रो त मनै गभइदिए बिस्तारै मिल्दै जानेछ माया भन्दा ठुलो जात होइन मलाई त त्यस्तो लाग्दैन मायाले मानव तिमी र म समाजले केही गर्न सक्दैन मायाले मानव तिमी र म समाजले केही गर्न सक्दैन Bato hai
धपकै बालेकी खमाली चोली माथि छड्केलायो घरेकी रूपै सुन्दर मेरी हजुर धपकै बालेकी हेरिलो है रूपै सुन्दर मेरी हजुर धपकै बालेकी खमाली चोली माथि छड्केलायो घरेकी रूपै सुन्दर मेरी हजुर धपकै बालेकी हेरिलो है रूपै सुन्दर मेरी हजुर धपकै बालेकी रूपै सुन्दर मेरी हजुर धपकै बालेकी नजारैको करौतीले रेट्यौ मुटु र ठक्कै अन्त नजर मरि जान्न पटक्कै नजरैको करौतीले रेट्यौ मुटु र ठक्कै अन्त नजर मरि जान्न पटक्कै हेरिलो है अन्त नजर मरि जान्न पटक्कै नजरैको करौतीले रेट्यौ मुटु र ठक्कै अन्त नजर मरि जान्न पटक्कै हेरिलो है अन्त नजर मरि जान्न पटक्कै अन्त नजर मरि जान्न पटक्कै मायाले लुकाइदियो के कलेजीको छेउमा तिर्कुले चरी करायो तिर्कुले चरी करायो पल्टनेलाई मायाले मन परायो पल्टनेलाई मायाले मन परायो तिर्कुले चरी करायो पल्टनेको लाउरे दाइले मन परायो पल्टनेको लाउरे दाइले मन परायो पल्टनेको लाउरे दाइले मन परायो मलाई पल्टनेको लाउरे दाइले मन परायो बनैमा मौरी बोल्यो रसमा चरी उड्यो बनैमा
मौरी भयो रसमा सारी राम्री देखिन्छौ लाउँदा कालो चस्मा सजाउला जुन हेरी तिमीलाई हेरौला ए हेरौला फुलै टिपी तिमीलाई सजाउला मस्केर हेर्ने त्यो झालैले लट्ठै फिजेको कपालैले मक्खै डुलेर ती आँखैमा सुस्तरी मायाको तालैले गोरी गोरी ठुस्किने बानी आँखा तरी मार्छौ कि सानी